मिटरको बारेमा म आज जानकारी गराउन चाहन्छु। इन्डक्सन मिटर भनेको चाहिँ यो मिटर विद्युत परिपथमा खपत भएको विद्युतलाई मापन गर्ने यन्त्र नै के हो? इनर्जी मिटर हो है। इनर्जी मिटर चाहिँ हामीले चाहिँ के त प्रयोगको आधारमा 3 फेज सिंगल फेज भनेर प्रयोग गर्छौँ। त्यसैगरी कनेक्सनको आधारमा चाइनिज र इन्डियन कनेक्सन भनेर दुई प्रकारले प्रयोग गर्न सकिन्छ हैन। दुई प्रकारको कनेक्सन आएको हुन्छ भनेदेखि अनि त्यसैगरी हामीले विशेष गरेर चाहिँ इनर्जी मिटर चाहिँ अथोरिटी इनर्जी मिटर र सब इनर्जी मिटर भनेर पढ्ने गर्छौँ है। अथोरिटी इनर्जी मिटर भनेको चाहिँ प्राधिकरणले आएर चाहिँ जडान गर्ने चाहिँ इनर्जी मिटर हो भने सब इनर्जी मिटर भनेको चाहिँ टेक्निसियनहरूले चाहिँ घरमा कोठामा कुनै पनि प्रयोजनको लागि एक्स्ट्रा विद्युत खपत भएको युनिट देखाउनको लागि प्रयोग गरिने इनर्जी मिटर हो। त्यो चाहिँ टेक्निसियनले जडान गर्न सक्छ है। अब म तपाईहरुलाई चाहिँ के त इनर्जी मिटर हात पर्यो, यो इनर्जी मिटर जोड्नु पर्यो अथवा यो इनर्जी मिटर जोड्नु पर्यो, तर जोड्दाखेरि कुन कनेक्सन गर्ने भन्ने कुरा चाहिँ जानकारी गराउन चाहन्छु। अब सिरिज कनेक्सनबाट चाहिँ हामीले म एउटा पहिला सुरुमा चेक गरेर देखाउँछु, त्यसपछि क्लाइम मिटरबाट गरेर देखाउँछु है। अब सिरिज कनेक्सनबाट चाहिँ हामीले के त यो यसै दुईटा तार कनेक्टिभिटी हुने बित्तिकै के भयो? यो स्विचको काम गर्यो, यो बत्ती बल्यो हैन। अब यसले बलिसकेपछि अब के हुन्छ भन्दाखेरि यो इनर्जी मिटर हात पर्यो भने यो इनर्जी मिटरलाई चाहिँ कसरी जडान गर्ने त? कहाँ फेज इनपुट गर्ने, कहाँ आउटपुट गर्ने भन्ने कुरा थाहा पाउनुपर्छ। सबभन्दा पहिला जुनसुकै इनर्जी मिटर हात पर्दा पनि फर्स्टको टर्मिनलमा फेज इनपुट गर्ने, यहाँ फेज इनपुट गरियो, त्यसपछि अब सेकेन्डमा हेर्ने, सेकेन्डमा बल्यो नि हैन। फर्स्टमा चाहिँ इनपुट गरिसकेपछि सेकेन्डमा चाहिँ के हुनु पर्यो? यदि लाइट बल्छ भनेदेखि फर्स्टमा फेज इनपुट गर्ने, सेकेन्डमा आउटपुट गर्ने। अब दुईटा काम सक्यो। थर्डमा इनर्जी यो न्युट्रल लिएर आएर इनपुट गर्ने र चौथोबाट लोडमा लिएर जाने। यो चाहिँ के भयो त? कनेक्सनको आधारमा यो फर्स्ट इन्टु सेकेन्ड भनेको चाहिँ चाइनिज कनेक्सन हो है। अब यसैलाई एउटा साइड लगाइदिउँ, त्यसपछि अर्को हाम्रो इनर्जी मिटर छ। यहाँ केही कम्पनीको नाम लेखेको छैन, तर हामीले चाहिँ इनर्जी मिटर जडान गर्नु पर्यो भनेदेखि कसरी गर्ने भन्दा फर्स्टमा जहिले पनि हामीले फेज इनपुट गर्ने, अब चेक गर्दै लाने टर्मिनलमा। सेकेन्डमा जोड्यो बलेन, थर्डमा जोड्यो बलेन, फोर्थमा जोड्दाखेरि बल्यो नि हैन। फर्स्ट इन्टु लास्ट, पहिलोमा फेज इनपुट गरिन्छ भने चौथोमा लिएर गएर लोडमा लिएर जाने, आउटपुटमा लिएर जानु पर्यो। यो चाइनिज कनेक्सन हो। अब बाँकी रह्यो सेकेन्ड र थर्ड। सेकेन्डमा फेज इनपुट गर्ने र थर्डमा बाँकी रहेकोमा न्युट्रल आउटपुट गर्यो भने यो विद्युत परिपथमा खपत भएको विद्युतलाई चाहिँ के त्यसले सजिलो तरिकाले मापन गर्ने काम गर्दछ। यो त भयो सिरिज कनेक्सनबाट है, सिरिज कनेक्सनबाट। अब हामीले क्लाइम मिटरबाट चाहिँ कसरी चेक गर्ने भन्दाखेरि यो सिलेक्टर स्विचलाई चाहिँ के त कन्टिन्युटी मोडमा लानु पर्यो यसरी नजिक कन्टिन्युटी मोडमा। अब यसको फङ्सन चेक गर्नुपर्छ। फङ्सनमा चाहिँ के त कन्टिन्युटी मोड आउनु पर्यो। कन्टिन्युटीमा चाहिँ के हुनुपर्छ भन्दाखेरि दुईटा मिटरलाई चाहिँ प्रोब भन्छ यसलाई, प्रोबलाई जोड्दाखेरि यसो टिट गरेर आउनु पर्यो है। अब हामीले यसै गरी यसलाई